पैसा चाहिँ यताबाट तिर्ने हो खास कोइन जानुपर्ने हो यता कोइन जानेवाला स्लट रहन्छ क्या त्यही भएर अब कार्डले नै पे गर्नुपर्ने भयो सरी कस्तो महँगो हो यो चाहिँ के हो मलाई थाहा नभएछ यसै फोन मात्र भइहाल्यो हालेर त्यस्तो पनि अवस्था हो के छ मेरो प्यारो जनताहरू वेलकम ब्याक टु द च्यानल धेरै पछि नयाँ भिडियो आएको छ र आज मेरो भिडियो चाहिँ गाडी कसरी सफा गर्ने विदेशमा तिमीलाई सिकाउँदैछु म सो गाडीमा विदेश गाडी अलि फोहोरै छ गाडी यस्तो पुरै फोहोर छ अब यो गाडीलाई चिटचट्ट बनाएर कसरी सफा गर्ने भन्नु म सिकाउँछु सुरुमा चाहिँ भ्याक्युम लगाउनु पर्यो तर यहाँ अलिक महँगो छ भ्याक्युम यहाँ छ 2.5लाई $3 महँगो छ यहाँ चाहिँ अनि यसले सफा गर्ने हो त्यसमा पैसा हाल्ने घ्याघ्याघ्या स्टार्ट हुन्छ ल पैसा चाहिँ यताबाट तिर्ने हो खास कोइन जानुपर्ने हो यता कोइन जानेवाला स्लट रहन्छ क्या त्यही भएर अब कार्डले नै पे गर्नुपर्ने भयो सरी कस्तो महँगो हो 4 मिनट 5 मिनट 8 मिनट $6 भयो $6 सरी कार्डकोले कहाँ मेरो कार्ड यसरी कार्डले यसरी यहाँनिर यसरी ट्याप टिप्पे गरेपछि टक्क देखाउँछ यसरी भइसक्यो अब यसरी देखाउँदैछ के हो यो हाइटेक वाटर प्रेसर नयाँ रहेछ सबैको त व्याक्स हेड पावर रिन्स ट्रिपल स्प्रे फिल्टर हाई प्रेसर रिन्स फर्म ब्रस ओके ठिक छ ल अब सुरु गरौँ है गाडी त चकाचक नयाँ भयो नि त अब ल अरे लास्ट महँगो रहेछ गाडी सफा भइहाल्यो पुगिहाल्यो ठुलो कुरो तर केटाहरू यसरी सफा गर्दै रहेछ गाडी यो चाहिँ के हो मलाई थाहा नभएछ यसै फोहोर मात्र भइहाल्यो हालेर त्यस्तो पनि अवस्था त्यसै हाल्यो यसलाई मेरो भाइ बस ल भइहाल्छ त देख्यो भने त केटा यसरी सफा गर्ने विदेशमा गाडी कसैलाई सफा गर्नु छ भने आओ ल यति केटा आजको लागि भ्लग सक्यो गाडी सफा गऱ्यो भ्लग पनि सक्यो होला नि झ्याल आइरहेछ अब घर जाने खाना पकाउने सुत्ने भोलि बिहान फेरि सुरु गरौँ भ्लग भुल्दै चाहिँ म आई थिङ्क नन स्टपै हाल्न ट्राई गर्छु सक्यो भने हाल्छु सकेन भने अब के नै छ त होइन ल यति भन्दै आजको लागि भ्लग नै समाप्त गर्छु म जय नेपाल।